हेलो गाइज, सबैलाई दर्शन नमस्ते नमस्कार। वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई सबैलाई सन्चै होला। यता म सन्चै छु र हामी चाहिँ अब नाइट भ्यूमा यसो ब्लग बनाउँदै यहाँ बजारतर्फ लागे घुम्नलाई है। यो बजार चाहिँ खुरकुट बजार हो। नाइट भ्यूमा चाहिँ यस्तो छ हैन। नाइटमा हामी घुम्नु गइरहेको छु हामी तीनजना। त्यही हो, हामी काम गर्ने तीनजना छौँ। अनि अहिले बजार पनि यसो तीनजना घुम्दै हिँडिरहेको छौँ। यहाँको चाहिँ हैन बजारको नाइट भ्यू यस्तो छ। हजुरहरूलाई देखाउन चाहे हैन। नाइट भ्यूमा काम गर्नु खोलातिर भयो नि बस्नु चाहिँ बजारतिरै छ। अनि त्यही हो, यसो घुम्नु निस्किदिउँ न त एउटा ब्लग हालिदिउँ भनेर। त्यही हो गाइजहरू। अनि यहाँको धेरै जस्तो चाहिँ सुन्तलाहरू मार्केट क्या हो। जतासुकै सुन्तला हुने यताउता हैन। सुन्तलाकै मार्केटमा बजारको यता छेउछाउहरू चाहिँ ज्यादा सुन्तलै हुन्छ। यता पनि वारिपारि सबैतिर सुन्तला हैन। त्यही हो। अनि ज्यादा चाहिँ यहाँ सुन्तलै बिक्छ क्या हो। अनि जता पनि हेर्नुपर्छ सुन्तला, अनि सुन्तला प्लस सुन्तलाको जुसहरू पनि बनाइरहेको हुन्छ कि मिसिन साथमै। अनि सुन्तला बनाइरहेको हुन्छ, सुन्तलाको जुस सुन्तला अनि सुन्तलाको जुसहरू बनाइरहेको हुन्छ। अनि घुम्दै है। अनि हामी तीनजना आयो, एकजना साथी यहाँ छ, अर्को पछाडि आउँदैछ। हामी तीनजना हो, काम गर्ने पनि दिउँसो तीनजना, हिँड्ने पनि बेलुका तीनजना। यसो डुल्दै हिँडिरहेको हामी चाहिँ अहिले। अनि डुल्दै त्यो एकजना अर्को साथी पनि यहाँ काम गर्दैछ। हामी चाहिँ अब डुल्न आएँ। उसको चाहिँ नाइट पनि गरिरहेको छ। ऊ चाहिँ जस्तै पेन्टिङमा गरिरहेको छ। अस्ति नै सँगै गरेको थियो, अहिले चाहिँ ऊ पेन्टिङ गर्नेतर्फ लागेको छ। अनि यहाँ गरिरहेको छ, उसले चाहिँ पेन्टिङ गर्दैछ। उसको सकेको छैन र ऊ गर्दैछ। हामी चाहिँ अब बजारतर्फ घुम्न लागे। अनि हामी तीनजना चाहिँ घुम्दैछु, ऊ चाहिँ गरिरहेको छ पेन्टिङ। तपाईँहरूलाई त्यही यस्तो नाइट भ्यू देखाऊँ भनेर लागेर मैले पनि यसो हल्का ब्लग बनाइदिउँ त भनेर मोबाइल झिकेर ब्लग बनाउनतर्फ लागेँ गाइज। त्यही हो। र अब हामी ब्लग बनाउँदै बजार घुम्दैछु। त्यही हो, बजारमा अब घुम्दै यस्तै हो बजार चाहिँ हैन। बजारको नाइट भ्यू एकदम राम्रो छ, बवालै भइरहेको छ। र अब हामी एकछिन घुमेर अनि फेरि रुमतिर जान्छौँ। त्यो बजार घुम्दैछौँ अहिले चाहिँ। अब बजारमा के छ भने यस्तै हो, यसो घुम्ने तरकारी सरकारी लिन आएका चाहिँ हामी। अरू काम बाई बाई।